साथीहरू, यो मेरो कपाल मेरो मात्र हो कि अरू कसैको पनि यस्तो के कारणले झर्या होला के? म त डराएँ भाइ आफ्नो कपाल देखेर। अनि आजको दिन चाहिँ एकदम नै बिजी थियो। बिहान उठेर सरसफाइमा नै लागेँ म। आज बिहान उठ्ने बित्तिकै घरको सफाइ गर्न थालेँ, बिकज आज एसी लगाउने मान्छे आउने भएको थियो। अनि उनीहरू आइसकेपछि यस्तो लथालिङ्ग गरेर गए नि, त्यो देखेर मेरो झन् टाउको नै दुख्यो। एसी लगाइसकेपछि मैले पुरै त्यहाँभित्र सफा गरेँ। अनि त्यो सफा गरिसकेपछि झन् गर्मी कति छ, त्यो गर्मी र यो काम भनेपछि त मेरो झन् लास्टै टाउको दुख्यो। यति काम गर्दै थिएँ, भित्रको पुरै कार्टनहरू बाहिर फालेँ। त्यसपछि झाडु लगाएँ, भित्र पुरै धुलो भएको थियो। यो सबै सफाइ गरिसकेपछि त्यसपछि म बाहिर आएँ। बाहिर के आउँथे भाइ, तिनीहरूले यस्तो बनाएको थियो पुरै ड्रिल गरेर। त्यहाँ माथि चढेर मैले त्यो झाडु लगाएँ। भित्र आएँ, भित्र त हेर्नै नसक्ने भएको थियो कि। अनि बुढाले त पुरै जहाँ तहाँ कम्प्युटरमा त तन्ना लगाएर त्यो ढाके हुनाले टेबल बच्यो। अनि बाहिर त खत्तम गर्नुभएको थियो। अनि त्यसपछि झ्याल सबै सफा गरेर राम्ररी मिलाएर झ्याल सफा गरिसकेपछि पर्दा लगाएँ। पर्दा मिलाएपछि अनि त्यो सबै काम गरिसकेपछि बुढाले र मैले दुइटैले मिलेर टेबल यता गऱ्यौँ। अनि त्यसपछि मैले कपडा यति धोएँ। कपडा धोएर यस्तो गर्मी के हो भाइ, न भित्र आएँ। फेरि बसेर पानी पिएँ। उठेर पानी पिउनु हुँदैन, घुँडामा लाग्छन् भन्छन्, त्यही भएर बसेर पानी पिउँदैछु। अनि पानी पिइसकेपछि त्यसपछि म बाहिर गएँ कपाल कोर्न। भाइ मेरो कपाल देखेर मै छक्क पर्छु कि यति कपाल किन झर्छ मलाई नै थाहा हुँदैन। यति डेली कोर्छु, डेली यति कोरेर पनि यति झर्छन्। अनि त्यसपछि रेडी भएर बाबुलाई खोप लगाउन जानु थियो। आज खोप लगाएँ। त्यहाँ स्वास्थ्य चौकी पुगेपछि दर्ता गराएँ। दर्ता गराएपछि बाबुलाई त्यही एउटा ड्रप खुवायो। अनि त्यसपछि एउटा हातमा लाग्यो। हातमा लाग्यो त केही रोया थिएन। जब त्यसको खुट्टामा लाग्यो नि, फर्स्टमा त केही रोएन बिचरा, त्यसपछि धेरै रोयो। अनि बाहिर एकछिन बस्नु भनेको थियो, बसेँ। घर आएँ, घर आएर आराम गरेँ। अनि यो साँझको बेला हो, साँझको बेला चाहिँ बारीमा पानी हालेँ मैले। बारीमा पुरै आज 2 दिन जति भएको थियो बारीमा पानी हालेको थिएन। मकै लगाएको थिएँ, मकैमा पानी हाल्दैछु। अरू त केही हुँदैन, यो मकै मात्र भएको छ, त्यहीमा पानी हाल्दैछु। अनि धनियाँ भएको थियो, अहिले धनियाँमा पनि पानी हालेँ। धनियाँ चाहिँ राम्रो हुन्लाछ। अनि त्यसपछि मेरो दिनभरि धोएको कपडा देखेरै थाहा पाउनुहुन्छ मैले कति धोएको थिएँ भनेर। अनि त्यसपछि मैले फुलमा पानी हालेँ। मेरो राम्रो भएको छ फुलहरू, के गर्नुहुने हो साथीहरू, यति गर्मीमा फुललाई त पानी हाल्नै पर्यो, नत्र त फुल त ओइलिएर मर्छन्। अनि म गएँ गार्डनमा। आज गार्डनमा घाँस काट्दै थिएँ, त्यति बेला आइसक्नु बुढा। के छ उनको, मैले आफै गर्नु भने चाहिँ कहिले गर्ने होइनन्। मैले गरेको देखेपछि उनीलाई त ओहो म पनि गर्छु रे भनेर आइहाल्छन्। त्यसपछि आएपछि म गर्दै थिएँ, त्यतिपछि मम्मी आउनुभयो। मम्मीले भनेको सिलिन्डर सकियो भनेर। त्यसपछि म गएँ सिलिन्डरलाई एक्सचेन्ज गर्न। सिलिन्डर यताको उता राखेँ, उताको यता राखेँ, सिलिन्डर मिलाएँ। अनि त्यसपछि आएँ गार्डनमा। बुढाले अलि हेल्प गरिदिनु भयो, उनले काटिदिनु भयो। मैले त्यो झाडु लगाएर सफा गरेँ। त्यो पनि पुरा काटिएको थिएन कि, अलिअलि काटिएको थियो। मेरो गार्डनको अलि दुबो चाहिँ अलि बढी नै भएको थियो, त्यही भएर बुढोले हेल्प गरिदिनु भएपछि मैले झाडु लगाएर सफा गरेँ। त्यसपछि दुइटै मिलेर काम गरेँ। अनि त्यसपछि त राति नै भइसकेको थियो साथीहरू। यति टाउको दुखेको थियो नि, लास्टै दुखेको थियो आज टाउको। आजको दिनको मेरो यही हो काम। साथीहरू कस्तो लाग्यो मेरो मिनी ब्लग,
भिडियो राम्रो लागेमा लाइक र फलो गर्न नबिर्सनु है साथीहरू। बाई बाई।